उहाँहरूको बिचमा म यति मात्रै जानकारी गराउन चाहन्छु। लेखकले जसले मेहनत गर्नुभयो नृत्य क्षेत्रको लागि, अहिले पनि धेरै यस्ता पुस्तकहरूको आवश्यकता परिरहेको छ। उहाँले मेहनतपूर्वक लामो समय लगाएर जुन मेहनत गर्नुभएको छ र एउटा नयाँ सिद्धान्तको रूपमा उहाँले B2G सिद्धान्तको रूपमा पनि यो हो भन्ने उहाँले आफ्नो दाबीका साथ यो पुस्तक पनि ल्याउनु भएको छ। यसले हाम्रो नृत्य जगतलाई अझ विशेष गरी नेपाली नृत्य क्षेत्रमा कुन खालको योगदान पुर्याउन सक्छ भन्ने कुरा त हामी यो पुस्तक बाहिर गइसकेपछि यसको उपयोगिता, यसको आवश्यकता कति रहन्छ र यो क्षेत्रमा रहेका नृत्य निर्देशकहरूले, पढ्न चाहने विद्यार्थीहरूले अझ नयाँ उहाँहरूले कसरी यसलाई उपयोग गर्न सक्नुहुन्छ, यसको महत्त्व त्यति बेला मात्रै झन् पुरा हुनेछ भन्ने मैले विश्वास दिएको छु। र यति भन्दै गर्दा नृत्य क्षेत्रको यो कुरा गर्दै गर्दाखेरि म यो पुस्तकका बारेमा यति मात्रै कुरा गर्न चाहन्छु। उहाँले जुन खालको मेहनत र परिश्रम गर्नुभएको छ, नृत्य एउटा त्यस्तो सशक्त माध्यम